जस्तो म ओमी चाहिँ कस्तो हो भनेदेखि मङ्ग अब छेम्पी असर्ने मान्तु होइन उताका मान्तु तर मङ्ग छेम्पी चाहिँ अब फोक्सो टासे सुतेको मा डाक्टर हान्सिङ निप्पो मुङ्ग चाहिँ अब माङ्ग उता दसङ बा म फोक्सो चाहिँ जिको चाहिँ गुजुक चुवायोको चाहिँ बिकोको दातकै हो खरो दिपेश सर रिसोराको उइसे बिकाकै छेम्पी चाहिँ जस्तै रिब्स छेम्पीको रिब्स कि त्यो रिब्समा चाहिँ कहिले पनि फोक्सो टाँसिएको हुँदैन त्यो भित्र त्यो रिब्सले चाहिँ फोक्सोलाई कभर गरेर राखेको हुन्छ टाँसेको चाहिँ हुँदैन केही चाहिँ त्यसको रिलेसन चाहिँ नजिकै छ त्यसले चाहिँ रिब्सले चाहिँ त्यसलाई फोक्सोलाई चाहिँ कभर गरेर राखेको हुन्छ त्यसलाई चाहिँ के हुन्छ भन्दाखेरि त्यो रिब्स चाहिँ भाँचियो भने चाहिँ त्यो भाँचिएको उसले गर्दाखेरि फोक्सोलाई कहिले कहिले घोच्न सक्छ घाउ पार्छ फोक्सोलाई हानि गर्छ होइन हाम्रो सङ्गमजीको कन्टेस्टमा चाहिँ किन भन्दाखेरि त्यो मानव करण चाहिँ नभाँचिएको कारणले गर्दाखेरि फोक्सोलाई असर गर्ने खालको खासै त्यस्तो जोखिम देखिँदैन। धन्यवाद। अनि त्यही हुनाले केही रेस्ट खोजेको हो। हजुर मेरो चाहिँ यो किन अनि उठ्न नहुने यो खोक्न हाच्यु गरेर नहुने चाहिँ त्यो नभाँचिए पनि त्यो रेस्ट खोजेको मात्रै हो खासै त्यस्तो डेन्जर हुनेवाला त छैन। त्यही हुनाले त्यसलाई रेस्ट गर्नुहोस् दुखाइबाट मुक्त हुनुहोस् भन्ने मात्रै। ल थ्याङ्क यू सर हुन्छ त्यसो भए।